हामीले फेरि मुद्दा हाल्यौँ। हामीलाई न्यायसङ्गत ढङ्गले चाहिँ निकास भएन। हाम्रो मुद्दालाई असर पर्ने गरी हाम्रो मुद्दाको पनि अन्तरिम आदेश छ नि त। दर्शकबिन नमस्कार, अहिले म बाल मन्दिर बोक्से माविमा छु। हामीले विगत केही दिनदेखि दुईजना यहाँका शिक्षकहरूले तलब नपाएको सूचनाहरू प्रसारण गर्दै आएका छौँ। उहाँ दुईजना शिक्षक हुनुहुन्छ, विगत 6 महिनादेखि तलब पाउनुभएका छैनन्। अदालतले तलब खुवाउनु भनेर आदेश दिँदा पनि उहाँका स्कुलका प्रमुखले तलब खुवाउन सक्दैन भन्दै हुनुहुन्छ। हामीले स्कुलका प्रमुखसँग कुरा गरेका छौँ। उहाँ भन्नुहुन्छ, जबसम्म अदालतको अन्तिम फैसला आउँदैन तबसम्म म तलब खुवाउन सक्दिनँ। कृपया यो भिडियो हेरेर तपाईँहरूको प्रतिक्रिया दिनुहोला। जुन अस्ति 17 गते यहाँका शिक्षकहरूलाई जुन अदालतले जुन तलब खुवाउनु जहाँ हुनुहुन्छ भनेर तलब खुवाउनु भनेर अदालतले जुन आदेश दियो नि, त्यसपछि तपाईँ यस स्कुलमा आउनु भएन, कता के ट्रेनिङ पऱ्यो भन्ने हामीले जानकारी पायौँ। सर, अब उहाँहरूले तलब पाउने नपाउनु त? हामीले फेरि मुद्दा हाल्यौँ। हामीलाई न्यायसङ्गत ढङ्गले चाहिँ निकास भएन। हाम्रो मुद्दालाई असर पर्ने गरी हाम्रो मुद्दाको पनि अन्तरिम आदेश छ नि त। 772 नम्बर निर्णय नगरपालिकाको कार्यान्वयन नगराउनु भन्ने अन्तरिम आदेश छ कि त्यसलाई खारेज गर्नु पर्यो। हाम्रो मुद्दा पनि चलिरहेको छ नि त। त्यसकारण त्यो मुद्दाको छिनोफानो नभएसम्म त्यही मुद्दालाई टेकेर कार्यान्वयन नगराउनु भनेकै छ। म पनि अदालतै टेकेर बसेको छु नि त। म मुडे बलले त म पनि भन्न सक्दिनँ नि त। भोलि अदालतले हरायो भने जाने हो, हेर्नुहोस्, होइन, जित्यो भने स्थापित हो। त्यसैले त्यो मुद्दा फैसला नभएसम्म म तलब खुवाउन सक्दिनँ। अन्य वैकल्पिक बाटोबाट यहाँ आएको पैसा म फिर्ता गरिदिन सक्छु है, उहाँहरूको पैसा खातैमा छ। अन्य वैकल्पिक बाटोबाट उहाँहरूलाई तलब खुवाउँदा हुन्छ। तलब खान पाउनुपर्छ। एउटा श्रमजीवी हो। अब यसमा मेरो दोष छ भने जस्तो मलाई लाग्दैन। म त कानुनी हिसाबले लडेकोले मात्रै यस्तो भएको हो। नभए मेरा साथीहरूलाई, मेरा स्टाफहरूलाई, मेरा सिनियर मान्छेहरूलाई तलब खान नपाउन् भन्ने मेरो भावना पनि छैन। मेरो कुरा यति नै हो। फेरि के भनेर चाहिँ मुद्दा हाल्नुभयो त सर? फेरि तपाईँहरूले फेरि के मुद्दा के भनेर के विषयमा कसरी चाहिँ मुद्दा हाल्नुभयो त? एकचोटि भनिदिनु न। मुद्दा चाहिँ हामीले नगरपालिकाले हामीसँग प्रतिवादी हुँदाहुँदै पुराना घटनाक्रमलाई ढाकछोप गरेर जम्मा जम्मी केही शिक्षकहरूको तलब खाने मात्रै कुरालाई छुवाएर, त्यहाँ त घटनाक्रम त धेरै छन् नि त, अरू विषयवस्तुहरू त भएर मुद्दा छलछाम अदालतलाई छलछाम गरेकोले सोको सम्बन्धमा उपयुक्त निर्णय र निकासको लागि भनेर हामीले निवेदन दर्ता गरेर आयौँ 26 गते। अब चाँडै त्यो म्यादहरू आउँछ। भने तपाईँको अन्तिम निर्णय नै उहाँहरू जबसम्म अदालती प्रक्रिया टुङ्ग्याउँदैन तबसम्म तलब खानुहुन्न, होइन त? त्यही हो, अन्तिम कुरा त्यही हो। बस, तपाईँको समयको लागि धन्यवाद। धन्यवाद।